जानकारी गराउँ भिडियो क्यामेरा चालु गराउन करिब 1 हप्तादेखि लामो प्रयास गर्यौं हामीले र नेपाल विद्युत प्राधिकरणको ठेकदार हुनुहुन्छ पल्टु र पल्टुलाई हामीले पटक पटक फोन गरिरहेका छौं। पत्रकारले कुनै नाहकमा फोन गर्दैन ठेकदार साहब र यहाँका नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई हामीले यस्ता जोखिमका बारेमा पटक पटक जानकारी गराइरहेका हुन्छौं र आज 2082 वैशाख 22 गते निरन्तरको प्रयासले म सफल भएको छु र केही घण्टा अगाडि मैले सामाजिक सञ्जालमा राखेपछि यहाँका प्रशासनिक निकायहरू पनि जवाबदेही भइसकेको अवस्था छ र यसरी यो परिवर्तन आएपछि एउटा खुसियालीको माहौल तयार भएको छ। यसमा हामीले निरन्तर प्रयास गर्यौं र करिब 1.5 वर्षसम्म सबै असफल भइसकेको अवस्था र मेरो निरन्तरको प्रयास सफल भएको छ र केही समय अगाडि मात्रै 15-20 मिनट अगाडि यहाँका हाम्रो पूर्णबहादुर खड्काज्यूले जानकारी गराउनु भयो र मैले यहाँको स्थानीयलाई पनि मैले के भनेको थिएँ भने कमसेकम विद्युत प्राधिकरणको आइसकेपछि हामीलाई जानकारी गराउनुस् र पटक पटक म यो वाचमै थिएँ र हेर्नुस् कति खुसीको कुरा यहाँ स्थानीयहरू पनि हुनुहुन्छ। क्यामेरा ल्याइदिनुस् एकदम नजिक। खुसी हुनुहुन्छ हजुरहरू? खुसी कुनै नराम्रो काम त गरिन नि मैले। कति वर्षदेखि यहाँ तपाईहरुले दुःख पाउनु भएको थियो भन्नुस् न ढाँटिकन भन्नुस्। कुनै राजनीतिक दलको दबाब हुनु हुँदैन है उहाँहरुलाई। कुनै दबाब नमान्नुस्। कसले गर्दा भयो स्पष्ट बोल्दिनुस् है। विनोद मण्डलले खुसी हुनुहुन्छ हजुर है? यसरी हुन्छ र हेर्नु यो जोखिम अवस्थाबाट आज स्थानीयको उद्धार भएको छ र हामीले प्रत्यक्ष यो भिडियोहरू यति बेला प्रशासनिक निकायलाई हामी के भन्छौँ भने कमसेकम यो आपतका घडीहरूमा तपाईहरु पछि नपर्दिनुस्। केही दिन अगाडि धनगढीमा 13 मा एउटा दुर्घटना भएको थियो जहाँ युवकको मृत्यु भयो, निधन भयो र यसरी 11,000 को भोल्ट त्यसैगरी घराइसी मिटरका भोल्टहरू आएको अवस्था र निरन्तर हाम्रो प्रयास आज सफल भयो। सन्तोषजी यो प्रयास त सफल भयो नि। वाडा जनप्रतिनिधि हुनुहुन्छ अनि नजिक ल्याइदिनुस्। उहाँ जस्तो व्यक्ति हामीलाई चाहिन्छ है। तपाईहरुलाई चाहिने भनेको उहाँ जस्तो व्यक्ति हो र उहाँ आफैले फोन गर्नुभयो मलाई आज यी खाना खायौं र उहाँको यो एउटा जनता प्रतिको जुन माहौल देख्छु अचम्म लाग्छ मलाई। यो रात पनि भनेको छैन, दिन पनि भनेको छैन र उहाँले पनि मलाई पटक पटक आग्रह गरिरहनु भएको थियो विनोदजी अलिकति हैन आज सफल भयो नि हामी है। कुनै शंका छैन र यहाँ हाम्रो काका पनि हुनुहुन्छ। काका नढाँटिकन भन्नुस् त यो कसरी भयो यो कुराहरू? धेरै राम्रो भयो नि हो, धेरै राम्रो गर्नुभयो। यहाँको के रे त्यो 12-10 दिनले पनि धेरै राम्रो गर्नु भएको छ। यस्तो विकासहरू गरेको अति राम्रो कुरो हो। र स्थानीय पनि हुन्छ दाजु खुसी हुनुहुन्छ? धेरै खुसी। यो 2 वर्षदेखिको भन्नु 3 वर्ष वाडा सदस्यले भन्दिनु कति वर्ष यो पानी पर्छ ढल्क्यो यो कति वर्षदेखि आपत थियो भन्नुस् न? 3-4 वर्षदेखि। तर विनोद मण्डलले जम्मा 1 हप्ता हैन हजुर? 1 हप्ता हैन हजुर? 1 हप्ताको प्रयास 1 हप्ताको प्रयास भयो। नेपाल विद्युत प्राधिकरणलाई म नमन गर्न चाहन्छु। कमसेकम यस्ता जोखिम अवस्थाबाट तपाईहरुले जोगाउनुभयो र यही भिडियो मार्फत नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई म आग्रह गर्न चाहन्छु। यहाँ एकजना नेपाली सेना नेपाली सैनिक जसले राष्ट्रको सुरक्षा गरिरहनु भएको छ उहाँको घरसम्म नेपाल विद्युत प्राधिकरणको पोल गएको छैन। म तपाईहरुलाई ठाडो औलाले भन्दैछु यो यदि तपाईहरुले समयमा तपाईहरुले त्यहाँसम्म जसले राष्ट्रको सुरक्षा गरिरहेको छ र त्यहाँसम्म विद्युत प्राधिकरणको पोल गएन भने थप आन्दोलनको प्रक्रिया पनि कसरी अपनाउनु पर्छ विनोद मण्डल त्यसको निम्ति तयारी भएको पनि म यही भिडियो मार्फत सार्वजनिक गर्न चाहन्छु। नेपाली नागरिक भएको नाताले नेपाल सरकारलाई राजस्व तिरिरहेको अवस्था छ। के सेवा सुविधाबाट वञ्चित हुन पाउँछ, वञ्चित गर्न पाउँछ
वञ्चित गर्न त मिल्छ मिल्दैन मिल्छ हजुर होइन एक घर भए पनि त विद्युत जानुपर्छ नि पर्छ कि पर्दैन जनता हो एकातिर उहाँले राष्ट्रको सेवा गर्ने अनि विद्युत प्राधिकरणको लाइनबाट वञ्चित हुने यिनै प्रसङ्गलाई हामीले सामाजिक सञ्जाल मार्फत बोलिरहेका हुन्छौँ धन्यवाद ऊपर के छेदा में धके नीचा बांध दे